जाएछौँ ट्याक्क बेको यसलाई धन्यवाद चाहिँ किनकि हेलो नमस्कार सम्पूर्णलाई स्वागत छ मेरो युट्युब च्यानलमा। अहिले चाहिँ हामी बेतिर लाग्दैछौँ, बेको यात्रा। हामी चाहिँ धमाधम बेमा जाँदैछौँ। मेरो आदरणीय दाई जेठा दाईको चाहिँ सालाको छोरीको बे, यानि कि मेरो ठुल दाईको चाहिँ बधाइनीको बेमा चाहिँ हामी सित्तलीसम्मको यात्रामा छौँ। सित्तली, ठ्याक्कै सित्तली नै भनौँ त्यसलाई, सित्तलीसम्मको यात्रामा छौँ। बे चाहिँ सित्तलीमा रहेको छ। मेरो आदरणीय दाई इन्डिया राजस्थानबाट सपरिवारै आएर मेरो ठुल दाईको निमन्त्रणलाई चाहिँ स्वीकार्दै म त्यहाँ बेसम्म जाने कोसिस अथवा हामी जाँदैछौँ। त्यहाँसम्म चाहिँ हामी अब हेरौँ बेमा गएपछि कहाँ के हुन्छ भन्ने कुरो चाहिँ अब बेमै गएर हामी ठ्याक्क पुगेर यहाँलाई सम्पूर्ण दृश्य मैले देखाउनेछु। धेरै धेरै धन्यवाद छ आदरणीय मेरो ठुल दाई इन्डिया राजस्थानबाट आएर पनि भाइलाई निमन्त्रण गर्नुभयो। यहाँलाई धेरै धेरै धन्यवाद छ। यो बे चाहिँ ठ्याक्कसँगले मेरो जेठा दाईको चाहिँ सालाको छोरीको बे, यानि कि मेरो दाईको चाहिँ बधाइनीको बे है त। ठ्याक्क हामी पनि बेमा आइपुगिसकेका छौँ। अब यहाँ बेमा कहाँ के हुन्छ यहाँलाई सम्पूर्णलाई मैले देखाउने छु है त। यहाँ चाहिँ अब बेहुलीलाई टिका लाउने कार्यक्रम भइरहेको रहेछ। अब हामी यसो बाहिरतिर दाईसँग पनि हामी भेट्नेछौँ। बाहिर यसो बाहिर निक्लिनु पर्यो भनेको त बाहिर त धमाधम बाजामा नाच्ने काम भइरहेको रहेछ होइन। ठिकै छ त भनेर हामी पनि यसो नाचेको हामी पनि हेऱ्यौँ, थाल्यौँ होइन। छोरी नाच्नु, छोरीलाई नाच्न आउँछ लु? अरे नाचना चाहिए, शर्माने की क्या बात है। चलो चलो बेटे चल, नाच आओ, वो है ना वो प्रतीक्षा है। यहाँ चाहिँ हाम्रो ठुलो दाई हुनुहुन्छ, जेठा दाई इन्डियाबाट आउनुभएको मेरो आदरणीय दाई होइन। दाईले चाहिँ छोरीलाई नानीलाई नाच गर तिमी पनि नाच भन्दै हुनुहुन्छ। अनि छोरी पनि नाच्न थालिन् होइन। हामी चाहिँ रमित हेर्दैछौँ। हाम्रो मेरो आदरणीय दाई पनि भिडियो खिचिरहनु भएको छ। यहाँ सम्पूर्णजना रमाइलो गरिरहनु भएको छ बाजामा नाचेर होइन। यहाँ चाहिँ खाँदा लगाइरहनु भने सम्पूर्ण जन्ती पक्षको मान्छे जस्तो लाग्यो, जन्ती पक्षकै मान्छे हुनुहुन्छ उहाँहरू सबैजना बाजामा चाहिँ। किनकि अब बाजाको चलन पनि हराइसकेको छ नि त, कतिपय ठाउँमा त हराइसकेको छ। तर पनि पहिलेदेखिकै पुर्खाहरूकै पालादेखि चाहिँ बाजा लाउनुपर्छ एउटा शुभ कार्यमा भन्ने चाहिँ सबैको मान्यता चाहिँ हो। तर यहाँनिर बाजा रहेछ, बाजाको सेटै सबै यहाँ कतिपय जन्ती पक्षको मान्छेहरू पनि बाजामा रमिरहनु भएको छ। यहाँ कतिपय माइती पक्षको मान्छेहरू पनि सबैजना रमाइलो गरिरहनु भएको छ। बे चाहिँ एकदमै राम्रो भव्य र सभ्य तरिकाले नै बे भएको छ। यहाँ हाम्रो ठुल दाई एकदम इन्डियाबाट आउनुभएको आदरणीय मेरो दाई, उहाँ एकदमै भिडियो दिइरहनु भएको छ होइन। किनकि दाईसँग भेटेर म बेमा भेटेर एक्साइटेड पनि छु क्या, धेरै एक्साइटेड पनि भइरहेको थिएँ र पनि म एकदम खुसी छु समग्रमा होइन। यहाँ चाहिँ सट्टासँगले बाजा जन्ती पक्षको हुनुहुन्छ उहाँहरू, बेहुलापट्टिको हुनुहुँदो रहेछ। उहाँहरूले मजाले
कम्मर भाँची नाचिरहनु भएको छ होइन सम्पूर्णजना चाहिँ। किनकि अब यो कतिपय ठाउँमा चाहिँ अब यो बाजा चाहिँ लोप हुँदै गइरहेको छ नि त। त्यो भएको कारणले गर्दाखेरि बाजा चाहिँ एकदमै धेरै होइन यो चाहिँ एउटा बाजा चाहिँ एउटा राष्ट्रिय उसमै बाजाको नाम आउनु पर्ने हो जस्तो लाग्छ मलाई जहाँसम्म होइन। कतिपय ठाउँमा चाहिँ होइन बाजा नलागिकन पनि बिहे गर्छन्, तर पनि यहाँ चाहिँ पुरानो नियम रीतिरिवाजलाई चाहिँ समेटेर यो बिहे भइरहेको छ होइन। यहाँ देख्दा एकदम धेरै खुसी लाग्यो। पुरानो दिन बाल्यकालको त्यो बाजाको धुनले बाजा बज्दाखेरि चाहिँ पुरानो दिनहरूको चाहिँ अतीत को दिनहरू चाहिँ अलिकति होइन झल्काउने काम गर्यो। ठिक छ, म एकदम धेरै खुसी छु होइन। सम्पूर्ण यहाँले ठ्याक्कसँगले गरियो। यो चाहिँ माइ नगरपालिका 2 नै पर्छ समग्रमा। चिया बगान ठ्याक्कसँगले वरिपरि चिया बगान चाहिँ बिहे गर्छ यही नै हो। ट्याक्कसँगले अब चाहिँ हामी चाहिँ भित्र छिरिसकेका छौँ। यो चाहिँ भान्सा खाना खाने ठाउँ हो यो चाहिँ होइन। यहाँ दाइसँग एकछिन म भेटघाट गर्दैछु। धेरै टाढाबाट आउनुभएको दाइसँग भेटघाट हुँदैछ मेरो। के भाउजू? भाउजू हो? भाउजू नमस्कार। आरामै हुनुहुन्छ? यात्रा कस्तो भयो त? राम्रो भयो। युट्युबर बसौँ न यता दाइ। धेरै टाढा इन्डियाको राजस्थानबाट आउनुभएको हाम्रो ठुल्दाइको सपरिवार भाउजूसँग पनि चिन्जान भयो। अब भाइहरूसँग नानी छोरीहरूसँग पनि मेरो चिन्जान हुने काम कुरो चाहिँ बाँकी नै छ अझै पनि होइन। सम्पूर्ण दाइहरूसँग भेटेर एकदम धेरै खुसी लागेको छ मलाई पनि होइन। किनकि कस्तो भने सबैभन्दा ठुलो कुरो मान्छेको मन रहेछ। तर दाइहरूसँग एकदमै धेरै भेटेर खुसी लागेको छ मलाई होइन। ठिक छ, किनकि यतिको मैले दाइ पाएको छु होइन। मेरो दाइहरू हुनुहुन्छ, सम्पूर्ण सबैप्रति चाहिँ मेरो सम्मान व्यक्त गर्छु होइन। दाइहरू हुनुहुन्छ किनकि दाइहरूले मलाई भाइ भनेर बिहेमा सामेल गराउनु भयो। म त्यहाँ गएर छु, सबैसँग भेट्ने एउटा मेरो समय अथवा भेट्ने मौका पाएँ मैले होइन। ब्याग खोइ केटा हाम्रो त्यहाँ ब्याग लिएर चाहिँ ब्रदर युट्युबर ब्रदर के यो मेरो छोरा जेठा कान्छो हिजो सिङ्गर दिस बे के छ आरामै छ नि यहाँ चाहिँ हाम्रो ठुल्दाइ भिडियो लिइरहनु भएको छ अनि हाम्रो मेरो आदरणीय दाइको दुईजना जेठा र कान्छा हाम्रो भतिजो छोरोहरू पनि एकदमै बाजामा चाहिँ मजालेसँगले नाचिरहनु भएको छ। मेरो भतिजो छोरोहरू भाइहरू हैन दाइ एकदम यहाँ भिडियो लिइरहनु भएको छ। दुईजना छोराहरू चाहिँ मजाले नाचिरहनु भएको छ हैन। दाइको हाम्रो दाइको सपरिवार चाहिँ यसपालिको नेपालको यात्रामा निक्लेर सट्ट शुभ विवाहमा चाहिँ शुभ अवसरमा चाहिँ सबैसँग मेरो जम्का भेट हुन जुरो मौका मिल्यो हैन। अत्यन्तै म पनि खुसी छु हैन। हाम्रो कान्छो भाइ सट्टसगले अब बसोबास सबै इन्डियाको राजस्थानबाट आउनु भएको उहाँहरू चाहिँ हैन। तर पनि बाजा भनेपछि कसलाई चाहिँ मन नपर्ला त हैन। त्यो किसिमले हाम्रो दुईजना नानीहरू ठ्याक्कै कान्छा भाइ जेठा भाइ उता नाचिरहनु भएको छ हैन। मेरो भतिजो छोरोहरू हो हैन। उहाँहरू मजाले सट्टसँगले बाजामा झुमिरहनु भएको छ हैन।
यहीको रमझम चाहिँ एकदम राम्रो छ। अब चाहिँ हाम्रो बिस्तारै बिस्तारै हाम्रो चाहिँ दाइले खाना नखाइ चाहिँ नजानु भन्ने कुरो आएको हुनाले होइन अब चाहिँ हामी खानातिर पनि जाने हाम्रो तर्खर हुँदैछ। त्यस पछाडि हामी दाइहरूसँग दाइको सब परिवारसँगै भेटेर बिदा मागेर हामी चाहिँ घरतिर अब आउने उसमा छौँ। अब हेरौँ अब निकै टाइम पनि भइसक्यो हामी आएको निकै भइसक्यो। अब चाहिँ दाइहरूसँग बिदा मागेर हामी घरतिर फर्किने कोसिसमा छौँ र दाइ अझै पनि हाम्रो ठुलो दाइ आदरणीय दाइ बाजामा सट्टासँगले नाचिरहनु भएको छ होइन। ठिकै छ जे भए पनि लोप हुँदै गएको एउटा बाजा रीतिरिवाज हो। सट्टासँगले दाइ मजाले नाचिरहनु भएको छ होइन। खोइ त भाउजू मम्मी खोइ मम्मी ए लु त नाच्नु पर्यो नि त। अलि उता सर अलि उता सर कान्छी आइज
यो चाहिँ बेहुला बेहुली बस्ने गाडी हो हैन ट्याक्कसँग बेहुला बेहुली बस्ने गाडी अब चाहिँ हामी फर्किने तयारी भन्दा हामी खाना खाने तयारीतिर छौँ हैन त्यस पछाडि म दाइको परिवार सबै सम्पूर्ण बाजुहरू छोरी छोराहरूसँग ट्याक्कसँगले भेटेर म निक्लिने छु है त अब चाहिँ ट्याक्क हामी खाना खानेतिर आएको छौँ अब चाहिँ हाम्रो खाना खाने पालो भइसकेको छ अब चाहिँ हेरौँ यहाँ खानामा के परिकार छ आज हाम्रो अनु भाइ यो रमाइलो प्रोग्राममा उपस्थित हुनुभएको छ हामीलाई धेरै धेरै खुसी लागिरहेको छ और हामी अनु भाइलाई अनुरोध गर्न चाहन्छौँ अलिकति चाय नास्ताको लागि थ्याङ्क यू भेरी अब चाहिँ हाम्रो यहाँ बेमा खाना खाने बेला भएको छ अब चाहिँ खाना चाहिँ नखाइ जानु हुँदैन है भनेर चाहिँ जेठा दाइको पुरै हामीलाई चाहिँ आदेश आएको हुनाले गर्दाखेरि सट्टसँगले हामी चाहिँ अब ठ्याक्कसँगले खाना खानु आँटेका छौँ यो चाहिँ ठ्याक्कसँगले मेरो ठुल दाइको
सालाको छोरीको बिहे हो। सपरिवारै आउनु भएको छ इन्डियाबाट। सबैसँग मेरो भेटघाट भयो। एकदमै धेरै ठुल्दै त्यहाँ ठ्याक्कसँग मेरो भाइहरूलाई कहाँ के भइरहेछ भनेर ठ्याक्कै हेरिरहनु भएको छ। ठुल्दाई पनि ठुल्दाईले पुरा केयर गरिरहनु भएको छ। धेरै धेरै धन्यवाद छ मेरो हाम्रो आदरणीय मेरो दाइलाई, किनकि भाइहरूले खाएन सबै कुराहरूमा हामीलाई चाहिँ एउटा गाइड गरिदिएकोमा, एउटा सट्टासँगले एउटा क्यारिङ यानि कि एउटा गाइडलाइन गरिदिएकोमा चाहिँ धेरै धेरै धन्यवाद छ मेरो ठुल्दाईलाई। सपरिवार आउनु भएको छ मेरो ठुल्दाईको चाहिँ आउनु भएको थियो बिहेमा चाहिँ होइन। सबैसँग परिवारसँग भेटेर धेरै धेरै खुसी लागेको छ मलाई पनि। अब चाहिँ हाम्रो खाना खाने टाइम ठ्याक्कसँगले पर्छ, त्यस पछाडि हामी निक्लिने भन्ने हाम्रो चाहिँ सल्लाह भएको छ है त। हाम्रो चाहिँ खानासाना भइसकेको छ। फेरि पनि हामीले यहाँ अरू पाहुनाहरू आउनुभएको छ। फेरि खाना सम्पूर्णले खाना खाँदै हुनुहुन्छ। हाम्रो चाहिँ खाना भइसकेको छ। अब हामी बाहिर खानासाना खाइसकेर हामी बाहिर निक्लिने तयारीमा छौँ। यसो बाहिर निक्लेको त सबैजना नाच्दै हुनुहुँदो रहेछ। अघि चाहिँ हामीले बाजामा नाचेको हेरौँ, अहिले चाहिँ हामी गीतमा डिजेमा नाचेको हेरिरहेछौँ होइन। सबैजना रमाइलो गरिरहनु भएको छ होइन। हामीलाई पनि यहाँ बिहेमा आएर चाहिँ एकदम धेरै खुसी छ। सबैजना रमाइलो गरिरहनु भएको छ होइन। अब चाहिँ हाम्रो जाने बेला भइसक्यो है। अब चाहिँ हामीलाई नि घर जाने बेला भइसकेको छ। अनि त्यो कारणले दाइसँग अब बिदा माग्नु पर्यो भनेर दाइलाई खोजिरहेको छु। दाइ त यतापट्टि बसिरहनु भएको रहेछ। दाइ अब के गर्नु, हामी निस्किन्छौँ होला हो। खोइ भाइहरू कता गयो? कहाँ छन् भाइ? हामी निक्लिन्छौँ भाइ। हजुर निक्लिन्छौँ ल। गएको अब खोइ कान्छ भाइ। अब बुवासँग भोलि यहाँ के कार्यक्रम छ सकेर पर्सि म फोन गर्छु दाइ। त्यो भाइको वचन काटेर चाहिँ जाने कुरो हुँदैन, किनकि भाइको छोरी ल नानी छोरी म निक्लेँ ल। यता परिवार निकाल भाउजू निकाल न यसो फोटो मम्मी भाइलाई बोलाउँछु। दुवै दाइ वचन चाहिँ नानीहरूलाई लिएर चाहिँ भोलि तपाईँको भोलि आउनु भन्दिनँ कि म कार्यक्रम के होला कसो होला होइन। पर्सि चाहिँ दाइ भयो भने चाहिँ फेरि यहाँ सटक्कै ल भाउजू के छ म निक्लेँ अब ल। हुन्छ लु आउनु न एकछिन बाहिर। खोइ कान्छा भाइ कता गयो? फोन लगा न। चिन्नु भयो भाउजू? चिन्नु भएन होला हजुर। लु निक्लिनु न, निक्लिनु भयो म निक्लिनु आँटेको। सम्पूर्ण दाइ भाउजू नानीहरू सम्पूर्णसँग बिदा मागिसके पछाडि फेरि मैले अलिकति फोटोसुट गर्नुपर्छ भनेर पनि भनिरहेको छु। दाइ पनि एक्साइटेड हुनुहुन्छ। दाइ मात्रै होइन सम्पूर्ण परिवार म दाइहरूसँग भेटेर एकदमै एक्साइटेड छु र फोटोसोटो लिनु पऱ्यो, त्यही भएर निक्लिनु पऱ्यो भनेर पनि मैले भनिरहेको छु। बिचरा हाम्रो भाउजूलाई मैले नानीहरू सबैजना बसिरहनु भएको थियो, मैले फेरि उठाएँ। सम्पूर्णलाई चाहिँ मैले फेरि अलिकति दुःख पनि दिएँ त्यहाँ, किनकि रमित हेरिरहनु भएको थियो। मैले उठाएर चाहिँ ल फोटोसोटो खिचौँ न त भनेर फेरि मैले दाइलाई पनि भने। फेरि उहाँहरूले मेरो कुराहरूलाई स्वीकार्नु पनि भयो। त्यो भएको कारणले फोटोसोटो खिच्नको लागि फेरि बाहिर निक्ल्यौँ।
तपाईँको ठाउँ त हामी आइपुग्नु भ्याउँदैन होला होइन त्यो भएको कारणले ठुलो भाइ हजुर हजुर ल ठिक छ तिमी अलिक कान्छा भाइ जति सानै रहेछ किनकि अब पढाइले पनि होला अब किनकि आफ्नो कामले होला ठिक छ है म लाग्छु म ठिक छ मजाको लाग्यो फ्यामिली एकदम राम्रो लाग्यो होइन हामी दाजुभाइ छौँ छोरी कहाँ यता चाहिँ हाम्रो छोरी ट्याक्कसँग है ल परिवार हाम्रो दाइको परिवार है यता जाउँ गुनु म निक्लिन्छु अब दादा अब म लाग्छु ठिक छ पर्सि भने निकोर्सि सन्डे स्याटरडे टाइम मिलाएर भाइ आउनुपर्छ है अब यहाँ नेपाल आइसके पछाडि किनकि कस्तो हुन्छ भने मेरो घरमा एकैछिन अब आफू दाइ अब दाइसँग त म बोल्दिनँ हो भाइहरूले अब यहाँ अङ्कलको घरसम्म यता मामालाई आइसके पछाडि चाहिँ किनकि कस्तो हुन्छ नि मेरो घरमा आएन भने चाहिँ काका टिकाराम दाइसँग यो भिडियो यो भरे एडिट भएर म पोस्ट गरिहाल्छु होइन मैले चाहिँ फेरि यहाँ दाईको सपरिवार सम्पूर्ण भाउजूहरूलाई चाहिँ भोलि चाहिँ मेरो घरमा आउनुपर्छ नि भनेर मैले फेरि इन्भाइट पनि गरेँ कि किनकि अब उहाँ त्यत्रो टाढोबाट आउनुभएको होइन अनि त्यो भएको कारणले किनकि भाइको घरमा आउनु पर्छ भन्ने चाहिँ मेरो मान्यता हो र दाईहरू पनि एक्साइटेड हुनुहुन्छ यहाँ आउनको लागि चाहिँ होइन ठिकै छ दाईहरूसँगले बलाकुसारी भयो लाग्यो मान्छे मलाई ए कान्छा चाहिँ भेना मेरो साडु दाइको कान्छा जोइ मेरो जोइ नै हुनु ए म फुल दाइ हुनुहुन्छ यहाँ चाहिँ होइन विशेष गरी दाइलाई धन्यवाद चाहिँ किनकि के भन्छ नि मलाई एउटा भाइ सानो भाइ सम्झेर मलाई यहाँसम्मको तपाईँले इन्भाइट गर्नुभयो इन्डियाबाट पनि आएर होइन त्यसको लागि तपाईँहरू त्यहाँ माथि आउनुहोस् त्यो आइसक्यो किनकि मेरो अर्को भ्लग बन्छ होइन भाउजू अब यहाँ भेट भयो भन्ने काम चाहिँ नगर्नु किनकि भाउजू र देवर भाउजू सम्बन्ध छुट्छ फेरि एक दुई तिन चार पाँचजना परिवार तपाईँसँग यसो चाहिँ ल भाइ म लाग्यो ल भाइ ल म चाहिँ सम्पूर्ण मेरो दाजु भाउजू नानीहरू सम्पूर्णसँग चाहिँ म चाहिँ बिदा मागेर ठ्याक्क यहाँ पुलसम्म आइपुगेको छु माई खोलाको पुलसम्म अब चाहिँ हामी घर हिँडेको अब चाहिँ हामी घरसम्मको यात्रामा छौँ अब हेरौँ अब चाहिँ हाम्रो यात्रा घरसम्मको छ अब हामी चाहिँ फर्किँदैछौँ है त हामी चाहिँ आउँदा ठ्याक्कसँगले बाइक चाहिँ टर्निङमा ठ्याक्क त्यहाँ मिस्किटीमा चिपेर चाहिँ लड्यो होइन त्यो भएको कारणले गर्दाखेरि त्यति धेरै चोटपटक त लागेन मेरो चाहिँ देब्रे हात चाहिँ अलिकति कुन्जीदेखि तल अलिकति धसारिएर अलिकति ब्लड आयो पिल्स्यो होइन यहाँ चाहिँ हामी मात्रै होइन धेरैजना पनि यसरी यहीँ चाहिँ जिपले लडिसक्नु भयो अरे भनेर चाहिँ त्यहाँनिर त्यहाँका नजिकको मान्छेहरूले हामीलाई भन्दै हुनुहुन्थ्यो आजको हाम्रो बेको बेबाट हाम्रो फर्किने क्रममा चाहिँ यस्तो भयो धन्न केही पनि भएन यहाँहरूलाई यतिसम्म भिडियो हेरिदिनु भयो धेरै धेरै धन्यवाद छ यहाँहरूसँग अर्को ब्लगमा भेट्नेछु हस्त नमस्कार।